विभिन्न कारणवश यो भिडियो ढिलो अपलोड भएकोमा यहाँहरूप्रति क्षमा चाहन्छु। दमौली भन्ने बित्तिकै तनहुँ जिल्लाको मुटु तथा सदरमुकाम मात्र नभई पृथ्वी राजमार्ग अन्तर्गत पर्ने एक महत्त्वपूर्ण क्षेत्र, जुन धार्मिक आस्थाहरूको धरोहर, पर्यटकीय तथा अन्य धेरै कुराहरूले उत्तिकै महत्त्वकांक्षी बनाएको ठाउँ, जहाँ व्यास ऋषिले आफ्नो तपस्या ज्ञान सिद्ध गर्नुभएको पवित्र स्थान। यहाँ अझै पनि बेला बेलामा उहाँको तपस्याको कम्पन महसुस गर्न सकिने केही स्थानीय व्यक्तित्वहरूको भनाइ रहिआएको छ भने अर्कोतर्फ चिरपरिचित पवित्र धार्मिक आस्थाको केन्द्र छाब्दी बाराही मन्दिर देख्न सकिन्छ। यसै गरी 1000 मिटरको उचाइमा अवस्थित एक यस्तो स्थान जसले लाख मानिसहरूलाई आफ्नो मोहजालमा पार्न सफल भएको छ, जसका कारण मानिसहरू दोहोर्याई तेह्राई जाने गर्दछन्। आज यही सेरोफेरोमा रहेर हाम्रो यात्रा तय गर्दैछौँ। ल म चाहिँ चौतारातिर आइपुगेँ है। मेरो पनि फर्स्ट टाइम हो यहाँ चाहिँ। तपाईहरुलाई यो ठाउँहरु देखाउँदैछु। यो चाहिँ भन्छ पाटन पार्क यसलाई चाहिँ। यो देखिएको डाँडा चाहिँ मानुङ डाँडा हो है। त्यसको टपमा चाहिँ छ अरे होटलहरु। आज चाहिँ त्यहाँ गएर बसिन्छ होला हामी चाहिँ है। यो देखिएको नदी मादी नदी भने अर्को स्थानबाट बही आउने नदी सेती नदी अर्थात् सेती गण्डकी। यो दुवै नदीहरूको आफ्नै बेग्लै विशेषताहरू छन्। दुवै भिन्न क्षेत्रबाट निरन्तर बही आएका छन्। यो स्थान दुवै नदीहरूको केन्द्रबिन्दु पनि हो, जसलाई दोभान पनि भन्ने गरिन्छ। म अहिले चटपट किनेर चटपट खाँदै हिँडिरहेको छु। मेरो हातमा चटपट छ अहिले चाहिँ। यता देखिएको चाहिँ पुल जस्तो छ, बच्चाहरूलाई प्लेग्राउन्ड भइरहेछ यहाँ चाहिँ। यी संरचनाहरू यस स्थानको मुख्य आकर्षणको केन्द्रबिन्दु पनि हुन्। तर दुःखको कुरा, यसरी जिल्लाकै मुख्य स्थानमा पनि संरचनाहरू पुरा हुन सकेका छैनन्। यदि स्थानीय सरकारवालाहरूले जोड दिन सके, यस संरचनाले पूर्ण रूप पाउनेमा दुई मत छैन। दुईवटा चिलहरू उडिरहेछ है, मजाले खेलिरहेछ। यति नदीको चिसो हावामा। ल अहिले त 3वटा भएछ है त्यो चिलहरू। डेन्जर पिरो रहेछ है चटपट। यही नै हो सेती नदी, सेती गण्डकी। त्यहाँ माथि गाडी तर्ने पुल पनि देख्न सकिन्छ। म हिँड्ने क्रममा यो अहिले यता ग्राउन्ड देखिरहेको छ, ग्राउन्ड छ। यो ग्राउन्ड हुँदै म अब माथितिर लाग्छु। म चाहिँ स्टिल पाटनमै छु है। अहिले चाहिँ यहाँनिर ग्राउन्ड छ एउटा, त्यो ग्राउन्डको पछाडिपट्टि छु। अनि यहाँनिर चाहिँ आश्रम पनि रहेछ, वृद्ध आश्रम। त्यो ग्राउन्डको पछाडि है चौताराहरू छ। यो चाहिँ आश्रम रहेछ है। यहाँ पनि चौतारा छ, 3वटा चौतारा रहेछ ठाउँमा। म यो पाटन पार्क एक चक्कर लगाएर यो स्थानमा आइपुगेको छु। यो स्थानमा छु अहिले म। त्यहाँ माथि डाँडामा हल्का रुखहरू देख्न सकिन्छ, हल्का केही जङ्गलहरू जस्तो त्यो भिरपट्टि साइडमा। आजको हाम्रो डेस्टिनेसन त्यही नै हो। त्यहाँ माथि अब होटलहरू, होमस्टेहरू छ, त्यहीँ गएर बसिन्छ हामी चाहिँ आज।
ल यसलाई चाहिँ पाटन खेलकुद मैदान भन्दो रहेछ है। त्यसपछि यिनीहरू चाहिँ वृद्ध आश्रमहरू भयो है। अनि यहाँ चाहिँ अब खै यो त अब व्यक्तिगत जग्गा नै होला सायद, सानसानो भाइहरू खेल्दैछ है। त्यो आज चाहिँ हल्का दमौलीको बजार त थाहा थियो होइन मलाई, अनि यो ठाउँहरू चाहिँ म आएको थिएन, आज आइयो भनौँ न। आज आइयो, तपाईँहरूलाई पनि देखाउन पाइयो है, खुसी लागिरहेछ त्यही त भन्ने होला। यहाँभन्दा माथि पनि जाने सिँढी रहेछ, मलाई थाहा छैन कहाँ पुग्छ है। लेट्स सी त्यो बाटोले कहाँ पुऱ्याउँछ है। यो चाहिँ वृद्ध आश्रमको एरिया रहेछ है। म चाहिँ अब त्यहाँ तलबाट एउटा चाहिँ सिधा जाने बाटो थियो, एउटा चाहिँ अब भनौँ न सिँढीवाला बाटो थियो है। म चाहिँ सिँढीवाला बाटोबाट आएको। त्यहाँदेखि ओ त्यहाँ दामी ठाउँ रहेछ यार, कस्तो राम्रो देखिरहेको, पहेँलो हरियो कस्तो राम्रो देखेको कि, दुईवटा कलर। खै के हो, घाँस हो कि गौ त्यस्तै के हो है। म सिधै यहाँबाट जानेछु, कहाँ पुगिन्छ हेर्दै जाउँ। ल चियर्स। अन्त धुन्दै हिँडिरहेको छु है म चाहिँ। अहिले चाहिँ हल्का केही माथि आएको छु है। यहाँ चाहिँ गोठमा बाख्रा पनि छ। चुप्प तपाईँहरूलाई बोकाले किस दियो है। ल यो चाहिँ मादी नदीतर्फको दमौली बजारको पछाडिको भागहरू है। अझै पचारत्तै घरहरू छ उता त। यो चाहिँ अब भनौँ न यो नदी साइडको, मादी नदी साइडको चाहिँ घरहरू यिनीहरू चाहिँ। वहाँ माथि डाँडातिर नि छ है घरहरू। अझै जाने हो त्यही जान्छु म। त्यहाँ तिनजना बाबुहरू छ, उनीहरूलाई चाहिँ सोधेको मैले बाटो है। अनि सिधा जानु यस्तो जानु अनि पुल आउँछ भन्दै थियो है। अब लेट्स जाँदै गरौँ होइन, कहाँ पुगिन्छ अब। म चाहिँ बाटो हल्मलेर है सोध्दै सोध्दै यो बाटो आइपुगेको छु। यहाँबाट चाहिँ सायद यो पुल तरेर गयो भने चाहिँ चौकी पछाडितिर पुगिन्छ होला, दमौलीको चौकी पछाडितिर सायद। म चाहिँ एक्ज्याक्टली पुलमै आइपुगेँ है। म चाहिँ माथिको अर्को पुलमा आइपुगेको छु है। अहिले चाहिँ तल मुनि माथि खोला कसरी बगिरहेको छ। अर्को पुल त्यहाँ तल छ है, त्योभन्दा पनि मुनि अझै अर्को पुल देखिरहेको थिएँ। जस मैले चाहिँ तीनवटा पुल देखेँ आज चाहिँ है, झलुङ्गे पुलहरू। यहाँ देखेर चाहिँ बल्ल मलाई याद आयो है, एकचोटि हामी पनि आएको थियौँ यहाँ चाहिँ, तर बर्खाको बेलामा डेन्जर खोला बगिरहेको थियो। म चाहिँ लगभग बाटोमा पुगिसकेको छु भनौँ। अब यहाँबाट चाहिँ हल्का हिँड्यो भने चाहिँ चोकमा पुगिन्छ है, दमौली बजारको। यो दमौली बजारमा मेरो आजको हिँडाइ लगभग अन्त्य हुँदैछ। त्यो पारी देखेको घरहरू चाहिँ यिनीहरू चाहिँ मेन रोड हो है, रोडको पारीको घरहरू हो। ल है, हाम्रो चाहिँ मनुङ डाँडाको यात्रा सुरु भयो अब चाहिँ है। दमौलीबाट माथि जाँदैछौँ।
यो चाहिँ दमौली माथि पुल हो है। अहिले चाहिँ हामी अब पोखरा जाने दिशातर्फ लाग्दैछौँ। राजमार्गको विस्तार तथा निर्माण कार्यले गर्दा बाटो धुलाम्य मात्र नभई असहजताको पनि महसुस भइरहन्थ्यो। र अहिले चाहिँ हामी सोचियौँ मानुङकोट जाने बाटोतर्फ। यही पाटन जाने जति जति माथि माथि पुग्दै थियौँ त्यति नै टाढा टाढाका दृश्य देख्दा मनमा छुट्टै उत्साह थपिँदै गए भने बिस्तारै अँध्यारो पनि छाउँदै थियो। त्यही अँध्यारोसँगै ती दृश्यहरू मलिन हुँदै थिए। जब जब पहाडको शिरतर्फ बढ्दै गयौँ बस्तीहरू पनि बाक्लिएको महसुस हुँदै गए। अझै माथि जानुपर्ने रहेछ। हामी चाहिँ अलिक ढिलो गरियो यहाँबाट त्यस्तो डाँडा सयौँ डाँडा देखिरहेको छ। बाइक कता राख्ने हो दिदी? ल यो चाहिँ हाम्रो चिया है अनि मकैको खाजा छ। ए रुम हेर्न आऊ केटा। ल धरारा हेरौँ है, धरारा भनौँ डाँडाको धरारा। ल यो देखेको चाहिँ दमौली बजार हो है। के हो जस्तो देखिरहेको अब अँध्यारो भयो। के अरे हाम्रो रुम आजको हाम्रो घर भनौँ न। हामी निक्लिएर अँध्यारै भए पनि हल्का घुम्ने जमर्को गर्दैछौँ। हामी बसेको होमस्टे पोखरा मानुङकोट होमस्टे। सबै होमस्टे नै रहेछ क्या। सुरुमा हो देख्दाखेरि त होटेल जस्तो लागिरहेको क्या, पछि यस्तो हेरेको त होमस्टे रहेछ क्या दुइटै। सबै होमस्टे उसै होला यहाँ सायद। भोलि फेरि मर्निङमा तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ रात परिहाल्यो है, यस्तो छ, केही पनि देखिँदैन है। जति यो मोबाइलले देखाइरहेको छ त्योभन्दा पनि अँध्यारो छ क्या। मोबाइलले अझै भनौँ न उज्यालै देखाइरहेको छ, तर योभन्दा अँध्यारो छ क्या रियालिटीमा चाहिँ। अहिले चाहिँ म ठ्याक्कै टावरको मुनिपट्टि, माथि चाहिँ अब बादलहरू देखिरहेछ। त्यही नै हो, पानी चाहिँ पर्दैन, हावाहरू चलिरहेछ है। माघको जाडो, यहाँ माथि चाहिँ एकदमै हावा चलिरहेछ। त्यस्तो साह्रो पनि होइन, जस हावा छ भनौँ न। तल फेदको लेखीमा चाहिँ यहाँ चाहिँ जस हावा छ मजाले। ल यो चाहिँ टेन्ट हो है। अब तपाईँहरू आएर अब टेन्टमा बस्न चाहनुहुन्छ भने त्यो अनुभव भनौँ न, यदि बटुल्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरू यसरी टेन्टमा पनि बस्न सक्नुहुन्छ है। टेन्टमा पनि रात बिताउन सक्नुहुनेछ, त्यो पनि व्यवस्था छ है मानुङकोटमा। बिचरा यो कुकुर हामीलाई पछ्याएर त्यहाँ तलदेखि यहाँसम्म आयो।
ल गयो गयो अब चाहिँ गयो किराहरू जस्तो देखिरहेको छ यो दमौली बजार हो यो चाहिँ होटल भ्यू टावर ल मैले चाहिँ अरूको भिडियोमा अरूको फोटोहरूमा देखेको थिएँ भनौँ न है यो रेलिङहरू आज चाहिँ म अब प्रत्यक्ष अगाडि नै छु है अहिले चाहिँ 6:20 गएको छ है एकदमै झमक्कै रात परेको छ त्यही भएर चाहिँ यस राम्रोसँग चाहिँ देखिएको छैन है यो तलको चाहिँ अब दमौली बजार हो है ल आज फ्राइडेको दिनको मानुङको माहौल चाहिँ यस्तो छ है यहाँ चाहिँ दुईवटा कुकुरहरू मस्त खेलिरहेछ है ल यहाँ चाहिँ मन्दिर अर्को मन्दिर पनि बन्दैछ है आजलाई साँझको घुमाइ चाहिँ यति नै हामी अब फर्किन्छौँ है हाम्रो होमस्टेतर्फ किन भन्दा अँध्यारो भइसकेको छ केही देखिरहेको छैन है सो गाइज अहिले वी हेभ जस्ट एराइभ टु आवर होमस्टे यहाँ देख्न सक्नुहुन्छ स्तूपा यहाँ फुल पनि छ यता अलि पछाडि धराहरा पनि छ अघि नै देखाएको थिएँ तपाईँहरूलाई ल अहिले चाहिँ हामी आगो ताप्दैछौँ है Here we are grilling some meat. हामी चाहिँ मासु पोल्दैछौँ यहाँ ल हाम्रो पोलेको मासु चाहिँ रेडी भयो है अब अचार यहाँ छ मासु यहाँ छ हेलो गुड मर्निङ अहिले चाहिँ बिहानको 6 बजेको छ है अनि यो चाहिँ त्यही भनौँ न भ्यू टावरको छेउको होटलहरू हो यो चाहिँ है अनि यो चाहिँ दमौली बजार हो जस अहिले अँध्यारै छ होइन कुहिरो पनि लागिरहेको छैन अनि यो देखिएको चाहिँ अब कुहिरोहरू बल्ल माथि आउँदैछ कि कुहिरो बल्ल माथि आउँदैछ होइन अब यो कुहिरोले पुरै ढाक्छ क्या अब एकछिनमा होइन ल बादल चाहिँ चारैतिरबाट छाउँदै आइरहेछ है बल्ल अब यो चाहिँ बादलले ढकमक्क ढाकेपछि बल्ल चाहिँ होइन यहाँ चाहिँ छुट्टै अब बादलमाथिको संसार देखिन्छ है यो चाहिँ धराहरा हो है यो आइसक्रिम तपाईँहरूलाई खान मन छ भने आउन सक्नुहुन्छ हामीले त चाखिसक्यौँ है आइसक्रिम माथि पनि छ बस्ने ठाउँ
बिहान चाहिँ पातलो थियो होइन, अहिले चाहिँ एकदम बाक्लो भएर आएर छ। सनराइज चाहिँ आई थिङ्क यतैबाट हुन्छ होला है। यो हो हामी बसेको होमस्टेदेखि देखिने भ्यू। अनि यता साइडहरूमा पुरै गराहरू जस्तो देख्न सकिन्छ। यो पहिलाको खेतीयोग्य भनौँ न, खेती गरिएको जमिन नै हो। सनराइज हुँदैछ है। यस्तो यहाँ डाँडामा आइसकेछ। त्यस मैले चाहिँ अघि नैबाट कुर्यायो है सनराइजलाई। त्यो सनराइज हुन अघि नैबाट अब हेर्दै कुर्दै गरे होइन। अनि त्यसपछि एकदम बादलहरू थियो होइन माथि त्यो डाँडातिर। त्यहाँबाट हुँदैन होला आज जस्तो लागेको थियो। अनि फेरि भित्र गयो होइन, बसिरह्यो। अहिले बाहिर निक्लेको त यस्तो अब ट्याक्क के कस्तो अब लक्कीली के अब। ल अलमोस्ट ल सनराइज। यो हो नि त पारा। ल गाइस सनराइज भएको हेर्नु है। वेस सूर्यको जन्म भएको छ है त्यो डाँडाबाट। सनराइज भयो क्या अब। सनराइज अब यस्तो देखिन्छ भनेर आई डिडन्ट एक्सपेक्ट के अब। अघि नै आउँदैन जर बादल थियो होइन, बादल थियो। अनि मैले अब हुँदैन होला जस्तो लागेर भित्र गएको, बाहिर निक्लेको त के ट्याक्कै अब बाहिर आएको। अब फर्चुनेटली ल अलमोस्ट। टाढाबाट यस्तो देखिँदो रहेछ है। ट्याक्कै कस्तो मजाले निक्लेको त्यो डाँडाको टुप्पाबाट के। ए ल सकियो अब चाहिँ सबै निक्लिसकेको छ अब चाहिँ। यस्तै अब तल बादल होइन, ट्याक्क डाँडा हुँदै गएको छ क्या। त्यो अग्लो डाँडाबाट चाहिँ देखिँदो रहेछ क्या सनराइज। सबैभन्दा अग्लो त्यही नै छ होला आई थिङ्क। किन भन्दा कुहिरो लगाइरहेको छ होइन, देखेको छैन। 101 डाँडाहरू छन् कि यहाँ क्या। अब 101 डाँडाहरू देखिन्छ कि को भन्दा को कम जस्तो गरेर।
त्यहाँनिर मुनिपट्टि हेर्नु कस्तो क्या बादल पनि छ क्या बादलमा अड्डेको जस्तो देखिरहेको क्या अब ल अब चाहिँ टोटल्ली राइज भइसक्यो है ल यो सर्ट चाहिँ सही भयो क्या ल सनराइज पनि देखाएँ है तपाईँहरूलाई अब बादलहरू अब यही हो हामी हिजो बेलुका साँझ अँध्यारोमा हिँडेको बाटोहरू अब उज्यालोमा कस्तो देखिन्छ यो बाटोहरू अब यो ठाउँहरू कस्तो देखिन्छ हामी सँगै लागौँ है त